दर्शकबिन नमस्कार, कहाँ हुनुहुन्छ अनि के गर्दै कस्तो अवस्थामा हुनुहुन्छ? हामी चाहिँ आज चैत्य लेकसम्म पुग्ने यात्रा रहेका छौँ। बाटामा जाँदैछौँ। फुल भिडियो हेर्नु होला, कस्तो लाग्छ जस्तो लाग्छ त्यो सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। चैत्य लेक जानेको यात्रामा छौँ, बाटामै छौँ। कस्तो छ ठाउँ, हामी अगाडि 2 पल्टसम्म गएर पुगेका छैनौँ। यसपालि 3 चोटि हो। कस्तो छ हेर्नु होला। बाटामै छौँ, आधी बाटामा पुगिसकेका छौँ। करिब 4 घन्टा 5 घन्टा लाग्न सक्छ। जुनसुकै ठाउँमा बसेर पनि हेर्न सक्नुहुन्छ। उड्दै लागेका छौँ, आधी ठाउँ सुरुवातीकरणमा छौँ। कस्तो लाग्छ ठाउँ? 2 जना साथीसँग गएका छौँ, 2 जना छौँ। सुरुवाती चरणमा आइपुगेका छौँ। कस्तो छ फुलबारी पुग्ने ठाउँ। स्वागत छ एसकेसी युट्युब च्यानलमा। देखाइरहेको छु फुलबारी भन्ने लेख। हिँडेर आउने यात्रा हो यो। चटाकटै छ, फुलै फुल भन्ने। बर्खाको समय छ, असारको महिना। राम्रो त होला, धेरै त फुल ल्याएर हिँड्छन् क्या। यता हेरै चस्मालाई। दर्शकबिन रमणीय ठाउँ, जता जाउँ उठै पारी त्यहाँ लेक पारी गोठाला पनि आएका रहेछन्। त्यहाँदेखि गोठबिन बसेका छन्। त्यहाँदेखि के छोडेका छन्, पारी त्यो डाँडामा पुग्ने हाम्रो लक्ष्य त हो, पुगिन्छ होला भन्ने आशा अनि विश्वास लिएका छौँ। अहिलेलाई यति। त्यो डाँडा पुगेछ, हामी यता खिच्छौँ, यताबाट उताबाट यता। बाटामा यस्तो रहेछ ठ्याउले यस्तो बाटोमा पार गरेर जानु पर्याउँछ फुलबारी लेक। चैत्य लेक घुमेनौँ चुनबाङको मा डाँडामा। कराट पर्छ, यो चुनबाङमा पर्छ कि कराट पर्छ पर्ने भने ठ्याक्कै थाहा भएन। जाने क्रममै छौँ हामी, बाटामा फुलबारी जाने क्रममै छौँ। बाटामा हामी फुल हेर्न सक्नुहुन्छ, यस्तो पनि फुल छ। हामी विशेष गरी यस्तो प्रकारको फुल हेर्न आएको छौँ। त्यो डाँडाबाट हामी यहाँ आइसकेका छौँ, पार गरिसकेका छौँ। कस्तो लाग्छ यहाँहरूलाई हामी जाँदै गरेको ठाउँ अनि यहाँको ठाउँ कस्तो लाग्छ जस्तो लाग्छ त्यो सल्लाह सुझाव पनि सब्सक्राइब भन्ने भिडियोलाई गर्न नभुल्नुहोला। अब हामी यो डाँडा उक्लिएर माथि पार गर्दैछौँ। चैत्य लेकसम्मकै भिडियो गराउने छु म। 2टा भिडियो गराउने छु, 2टी भिडियो हेर्नु होला। पाठिहाल्ना मन्दिरसम्मको एउटा भिडियो र चोटिकी उठाको अर्को भिडियो गराउने छु। जो हामी त्यहाँ पारिको डाँडादेखि 2टा डाँडा देखिरहेका छन्। त्यहाँदेखि हामी यहाँसम्म आइसकेका छौँ। अहिलेलाई यति गरौँ, फेरि आउँदै गर्छु, फेरि बनाउँदै गरौँला माथि त्यहाँ डाँडासम्म। त्यहाँ डाँडा उक्लिसकेपछि फेरि म आउनेछु है त। तलदेखि यहाँसम्म आइयो, डाँडा कटाएर अब यहाँसम्म आइयो। ठाउँ रहेछ यस्तो। अझै त्यो डाँडा पुग्किन पनि त्यहीँतिर डाँडा पुग्किन पनि अझै त्यहाँ जाने भन्ने हो। कति टाढा छ, कति टाढा। अब बस्किन हेर्नुहोस् तपाईँहरू, म पुग्छु त्यहाँ। कहाँसम्म पुग्न सक्छ यो भिडियो भनेर भन्छु म। यहाँ 2टा मात्रै छ है, फेरि बढी छैन है यहाँ। यस्तो रमणीय ठाउँमा हामी लेकमा आएका छौँ। पारी पुग्ने लक्ष्य छ, त्यो कुरो लागेको ठाउँ। यहाँ लेकमा पनि रोड आइसकेको रहेछ। त्यहाँनिर यो लेख्नु रोड हाल्यो के काम होला र भन्छु गरे मैले। वन प्राणी हो, वायु प्रदूषण हुन्छ भनेर भन्छु। यहाँ लेकमा गोठालाहरू पनि आएका रहेछन् भनेर भन्छु। यता कहाँको गाउँ हो देखिने रहेछ घर। अब पाठिहाल्ना मन्दिर पुगेपछि त्यहाँ देखाउने प्रयास गर्नेछु। अहिले यति नै। परिवर्तन भइसकेको छ यहाँ। लेख्नु पनि रोड कहाँ जाने हो, फुलबारी जाने गर्दाको बाटामा पाठिहाल्ना भेटियो। पाठिहाल्ना भन्ने ठाउँ यहीँ पाठिहालेको छ, डजर लाएर छ। दर्शकबिन हामी फुलबारी जाने क्रममै छौँ। लेखमा देउटा पूजा रहेछन् यहाँनिर पनि।
देखाइरहेको छु मैले। यहाँनिर मन्दिर छ फुलबारी जाने क्रमको बादमै। यहाँसम्मको मैले एउटा भिडियो बनाउँछु, परदेखि यहाँसम्मको। कस्तो लाग्छ जस्तो लाग्छ त्यही सल्लाह सुझाव, लाइक कमेन्ट सेयर अनि सब्सक्राइब भने गर्न नभुल्नु होला। म यहाँदेखि अर्को स्टार्ट गर्नेछु, अर्को भिडियो गराउनेछु फुलबारीसम्मको लागि। यहाँहरूलाई यो फुलबारी जाँदै गरेको बाटामाको मन्दिर कस्तो लाग्यो जस्तो लाग्यो त्यो सल्लाह दिनु होला। म उहीँनिर गएर पनि देखाउने प्रयास भने गरिरहेको छु। के भने एकछिन म यहाँ रेकर्ड गर्छु चारैपट्टि यो भिडियो बनाइरहेको छु। ढोकामा भने टाढा लागेको रहेछ। चारैपट्टि म देखाउने प्रयास भने गरिरहेकै छु। कस्तो छ त मन्दिर, माटो मुछिया छैन कि के हो। चारपट्टि मैले देखाइसकेँ। कुन शैलीको मन्दिर रहेछ कमेन्ट मार्फत भनौँ। टुप्पामा काठकै हो, के भन्छ यसलाई, गजुर। धन्यवाद। कस्तो लाग्यो भिडियो, जस्तो लाग्यो उस्तै सल्लाह सुझाव अनि सब्सक्राइब गर्न पनि